छोरा बुहारीलाई दुःख नहोस् भनेर अहिलेसम्म मैले कसैलाई कुनै कुराको कमी हुन दिएको छैन। बलबुताले भ्याएसम्म आफ्नै परिश्रम र मेहनतद्वारा सबैलाई हाँसी खुसी राखेकै छु। मैले मेरो सारा घर परिवार सदाको लागि त्यागेर आएको मान्छे तिमीसँग जिन्दगी बिताउनु लेखेको रहेछ। आई लभ यु रश्मि। वाउ, थ्याङ्क यू सो मच अभि। अब सुरु हुन्छ तिम्रो र मेरो नयाँ जिन्दगी। आज भोलि म यता उता एक्लै डोलाइरहन्छु, कता कता म आफैसँग किन हराइरहन्छु। भन्छु तँलाई पतिदेव, अहिले भेट्लास् नि चप्पलले। तिम्रो लागि भएर त म यहाँ छु नि। मलाई यो घरमा मूर्ति जस्तो भएर कसैको अघि र पछि भएर हिँड्नु छैन। मलाई पनि यो घरमा बस्नु छैन। अस्ति बुवा आमाले पनि तिमीहरूको भागमा पाउने सम्पत्ति लिएर उतै माइती गाउँमा आएर घर बङ्गला बनाएर बसे हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। मेरो पनि जिन्दगी हो, मलाई पनि कमाएर खान आउँछ। होइन, तिमी कस्तो सम्मत नै नभएको स्त्री जस्तो कुरा गर्छौ। वृद्ध भएको बुवालाई छोडेर जाने यो त हुनै सक्दैन। तिमी नै रुँगेर बस्छ न त्यति बुढालाई। बस तिम्रो सबै सपनाहरू पुरा गरे, तर छोराहरूलाई मैले सँगसँगै राख्न सकिनँ। मलाई माफ गर प्रिया। यो जिन्दगीको परै नभएको बेलामा के कुरा गरेको मैले। त्यसै त गाउँ सुनसान छ, त्यसैमाथि तिमी पनि मलाई छोडेर विदेश जाने कुरा गर्छौ। नरुनुहोस् हजुरबुवा, हजुरले भन्नु भएको होइन कमजोर मान्छे मात्रै रुन्छन् भनेर। म छु नि। संसारमा बदला लिनेहरू कहिले पनि विजय भएका छैनन्, छन् त केवल क्षमा दिनेहरू। तिम्रो बुवाको हृदय कठोर छैन भाइ। उहाँलाई परमेश्वरले कोमल अनि नम्र हृदय दिनुभएको छ, किनभने उहाँले प्रभु येशूलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ। उहाँले तिम्रा सबै अपराधहरू क्षमा गर्नुहुन्छ भाइ। त्यसकारणले दोमनको नहो।